गाह्रो भयो। बाले अब म धेरै दिन बाँच्दिनँ होला। म बितेर गए पनि कान्छी बुढी चाहिँ कहिले बिहे नगर्नु है, झुक्किएर नि बिहे नगर्नु। कान्छी आमा कहिले आमा जस्तै हुँदैन। हान 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 पछाडि पछाडि वाल पछाडि हान 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 यता छेउमा आइसक्यो हान 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 छेउमा आइसक्यो यता हान हान। ए किचनको भाँडा बर्तन मस्काएर खाना बसाएको छैन बाबा। अनि अहिलेसम्म मोबाइलमा के कोटाएर उल्टिरहेछस् साला छौरा। जा 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 खुरुको गएर भाँडा बर्तन मस्काएर खाना पका। जा जा खुरुको गएर 10 मिनेटमा खाना पकाएर खानु मलाई नबोला त के म चाहेको छु। गाह्रो भयो। बाले अब म धेरै दिन बाँच्दिनँ होला। म बितेर गए पनि कान्छी बुढी चाहिँ कहिले बिहे नगर्नु है, झुक्किएर नि बिहे नगर्नु। कान्छी आमा कहिले आमा जस्तै हुँदैन। हाम्रो यो एउटा छोरा छ, यसलाई धेरै माया गर्नु, धेरै पढाउनु, ठुलो मान्छे बनाउनु। हुन्छ बुढी हुन्छ म यसलाई कहिले आमाको माया कमी नहोस्। हुन्छ बुढी यसलाई म राज परिवारमा हुर्के जस्तो बनाउँछु, राज परिवारको परिवार जस्तो बनाउँछु यसलाई। म कहिले हेला गर्दिनँ। कान्छी बुढी पनि कहिले झुक्किएर पनि बिहे गर्दिनँ। बिहे गर्नु त परको कुरा, कहिले सोच्दिनँ पनि। म छु बुढी, तिमीलाई केही हुँदैन बाले बुढी, म छु, केही हुँदैन तिमीलाई बुढी। बाबु बाबु के भयो, चित्त दुख्यो? अनि भाँडा बर्तन सबै मस्काएर खाना पकायो त? मस्काए बाबा, अनि खाना पनि पकायो? पकाए। अनि खाना पकाइसकेपछि पनि के यहाँ पोचा चाहिँ कसले लाउँछ? वा पोचा तैँले नलाएर तेरो बाउले लाउँछ यहाँ।